मान्छेमा चाहिँ पाचन सम्बन्धी चाहिँ फरक फरक किसिमको समस्या हुन्छ। कसैलाई भोक लागिरहेको हुन्छ, खान मन लाग्दैन। कसैलाई खाइरहेको हुन्छ, पचिरहेको हुँदैन। कसैलाई खाना देख्ने बित्तिकै बान्ता होला जस्तो हुन्छ, खाना देख्ने बित्तिकै अगाउँछ। यो चाहिँ फरक फरक कन्डिसनमा चाहिँ आयुर्वेदले भनेको छ। अनन्नाभिलाष, अरुचि, अजीर्ण, होइन, अपच, ग्रहणी, यस्ता विभिन्न शब्दहरू चाहिँ प्रयोग गरेर फरक फरक अर्थ जनाएको छ। त्योसँग सम्बन्धित दुईटा कुराहरूको म आज कुरा गर्छु। एउटा दीपन र एउटा पाचन। दीपन भनेको के हो त भन्दाखेरि पचन नामम वहने कृत दीपनम तद्यथामिषि। दीपन भनेको के हो भने दियो जला जस्तो जलाइदिने, हाम्रो पेटमा रहेको अग्निलाई चाहिँ जलाइदिने, जसले गर्दा के हुन्छ, भोक चाहिँ लाग्छ। भोक लाग्छ तर पचाउन चाहिँ पचाउँदैन है। दीपन औषधि, कुनै दीपनीय औषधि खानु भएको छ भने त्यसले भोक चाहिँ जगाइदिन्छ तर पचाउन चाहिँ पचाउँदैन। अब तपाईँहरूले यसको उदाहरण सौँफ बुझ्न सक्नुहुन्छ। सौँफ हामीले खाना खाने होटलमा अथवा कतै खाने सौँफ। अब यसो विचार गर्दा हामीले के गर्छौँ, खाना खाइसकेपछि सौँफ खान्छौँ। खानुपर्ने के रहेछ, भोक जगाउनलाई त खानाभन्दा अगाडि भोक जगाउनु पर्यो नि। त्यही भएर होटलमा छिर्ने बित्तिकै पहिले सौँफ मुखमा हालेर अनि बल्ल त्यो टेबलमा गएर चाहिँ खाना खानु होला। अर्को छ पाचन। पाचन भनेको चाहिँ पचाउने। पचत्यामम नभनी छ कुर्यात इत्यादि पाचनम भनेको के हो भने जसले चाहिँ पचाउँछ तर भोक चाहिँ लगाउँदैन है। जसले चाहिँ खानालाई चाहिँ पचाउन मद्दत गर्छ, पेटमा भएको खाना बसिरहेछ पेटमा भने पचाइदिन्छ तर त्यसले भोक चाहिँ लगाउँदैन। त्यसको उदाहरण चाहिँ नागकेशर। अब खासै खानामा त प्रयोग हुँदैन नागकेशर, औषधिमा त प्रयोग हुन्छ तर डेली युजमा नागकेशर खासै प्रयोग हुँदैन। अब यो दुइटै काम गर्ने भने चाहिँ अदुवाहरूले काम गर्छ, पिप्लाहरूले काम गर्छ, अरू किसिमका थुप्रै औषधिहरू छन् जसले चाहिँ दीपन पाचन दुइटै कर्महरू गर्छन्। तर दीपन र पाचन भने चाहिँ फरक कुरा हो भनेर चाहिँ बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ सौँफ चाहिँ आउँदै खानाभन्दा अगाडि खानु होला होटलमा।